नमस्कार, म मोहन पोखरेल। आज हामी माडीमा रहनुभएका कृषि क्षेत्रमा वा पशुपालनको क्षेत्रमा काम गरिराख्नुभएका व्यक्तिसँग कुराकानी गर्ने दौरानमा छौँ। हजुरको नाम भनिदिनुहोस् त। नमस्ते, मेरो नाम चिरञ्जीवी काफ्ले। राजनीतिमा पनि केही लागेको देखिन्छ, समाजसेवामा पनि लागेको देखिन्छ, फेरि चाहिँ यो खेतीबालीमा पनि वा तपाईँको त आफ्नै एउटा चाहिँ फरक चाहिँ व्यापार पशुपालन पनि छ। यत्रो चिजलाई कसरी समय दिइराख्न सक्नु भएको छ? यो विषय महत्त्वपूर्ण विषय हो, किनभने मैले बिहान पशुपालनको क्षेत्रमा फर्ममा 2 घन्टा काम गर्छु। अनि 2 घन्टा काम गरिसकेपछि फेरि म खेतमा आएर पानी लगाउने, खेतहरू डुल्ने गर्दा फेरि खेतमा म 4 घन्टा समय दिन्छु। त्यस पछाडि 4 घन्टा समय दिएपछि 6 घन्टा भयो। अनि 2 घन्टा म राजनीतिक विषयमा लेखहरू लेख्ने, साथीभाइ भेट्ने गर्छु। काम गर्नुहुन्छ? 8 घन्टा भयो। त्यस पछाडि आफ्नो व्यक्तिगत काम र अरू सबै म्यानेजमेन्ट मिलाउनको लागि फेरि अरू 2 घन्टा टाइम। यो सबै गरेर तपाईँ माडीमा बस्दै गर्दा तपाईँलाई वार्षिक रूपमा कति फाइदा वा कति घाटा त नभनौँ क्या हो, कस्तो खालको चाहिँ तपाईँको आम्दानी हुन्छ भन्ने विषयमा चाहिँ भन्न सक्नुहुन्छ? सकिन्छ, भन्नुहोस् त। अब खास कुरो यो धानको लागि 15 कट्ठामा अहिले हामीले धान लगाएका छौँ। चान्चुन यसमा चाहिँ हामीले खर्च चाहिँ 20,000 जति लाग्छ। यसमा 1,50,000 को हामीले धान भित्र्याइन्छ भनौँ होइन। अब 10 कट्ठा हामीले मकै लगाइएको छ। यसमा तपाईँको 3 क्विन्टलको प्रति कट्ठाको दरले हाम्रो मकै फल्छ। भनेपछि खर्च त्यसमा 20,000 हुन्छ। त्यो कटाएर हामीलाई चाहिँ 80,000 जति हामीलाई मकैबाट आउँछ। कुल आम्दानी कति हुने भयो? यो एक खेतीबाट हामीलाई चान्चुन चाहिँ 2 लाखको हाराहारीमा आउँछ। भनेपछि तपाईँ जस्तै माडीमा बसेर कृषि गर्ने वा पर्यटनको क्षेत्रमा चाहिँ बस्ने व्यक्तिहरूलाई तपाईँले गरिराखेको कारण र तपाईँ अलिकति अनुभवी भएको कारणले तपाईँको सुझाव के रहन्छ? मेरो सुझाव के रहन्छ भने पहिलो कुरो चाहिँ त्यसको जाँगरसँगको कुरो हुन्छ, खट्नुपर्छ, समय छुट्याउनु पर्यो। र चाहिँ दोस्रो कुरो चाहिँ त्यसले समयमा सिजन छोपेर चाहिँ धान रोप्नुपर्छ, मकै रोप्नुपर्छ। किनभने 5-7 दिन ढिला भयो भने पनि धानमा अथवा मकैमा रास आउँछ होइन। र अर्को कुरो के छ भने सिँचाइको सुविधा हुनु पर्यो। सिँचाइ भनेको बेलामा लगाउन सक्नु पर्यो। सिँचाइको सुविधा छैन भने हामीले चाहिँ अब खेती लगाएर आकाशको भरमा गर्दाखेरि हुन पनि सक्छ, नहुन नि सक्छ। त्यसो भएर पूर्ण रूपबाट मेन कुरो भनेको कृषिको लागि सिँचाइको बन्दोबस्त चाहिँ जति बेला किसानलाई आवश्यक पर्छ त्यति बेला चाहिँ सिँचाइ चाहिँ उपलब्ध हुने किसिमको जग्गा हो। साँच्चै नै माडीमै भए पनि किसानले चाहिँ एउटा राम्रो कमाएर चाहिँ आफ्नो जीवनयापन गर्न सक्छन् भन्ने कुरा मैले बुझेँ। त्यसमा दुई मात्रै छैन। खास कुरो चाहिँ उसले 10 कट्ठाको परिमाणमा तरकारी खेती लगायो भने त्यसले सालको 20 लाखको चान्चुन हाराहारी त्यसले 3 चोटि तरकारी लगाउँदा फेरि कमाउन सक्छ। आफ्नो खर्च कटाउँदा फेरि 15 लाख उसको बचत हुन्छ तरकारी खेतीमा। यो अन्न बालीमा चाहिँ तपाईँको चाहिँ उसले 3 खेती लगाउँदा फेरि खर्च कटाएर 1 बिघा लगाउनु पर्छ। उसले अन्न बाली लगाउँदा केही बढी 10 लाख रुपियाँ उसले बचाउन सक्छ। आफ्नो अमूल्य समय चाहिँ दिएर साथ दिनुभयो, त्यसको लागि तपाईँलाई धन्यवाद। तपाईँलाई पनि मेरो तर्फबाट धेरै धेरै धन्यवाद।